नमस्ते साथीहरू, पम्पा लाइफ ब्लगमा हजुरहरूलाई धेरै धेरै स्वागत गरे। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राखेकी छु र म पनि सन्चै छु साथीहरू। त्यति भन्दै आजको न्यू दिन र न्यू भ्लग लिएर हजुरहरूको सामुने आइसकेको छु है। यहाँ देख्न सक्नुहुन्छ आजको भ्लग चाहिँ मर्निङको 8:30 बजीबाट स्टार्ट गरेको छु र 8 बजीदेखिको चाहिँ 8:30 बजीदेखिको चाहिँ म यहाँनिर झाडु लाउँदैछु है साथीहरू। आज चाहिँ दिनभरि के गर्छु, कहाँ कहाँ जान्छु त्यो चाहिँ हजुरहरूसँग सेयर गर्नेछु है। आज चाहिँ म कतै जानेवाला छु साथीहरू है। त्यो चाहिँ म हजुरहरूसँग सेयर गर्छु, कहाँ जान्छु त्यो चाहिँ मेरो भ्लग हेर्दै गर्नु होला। अनि त्यसपछि हजुरहरूलाई थाहा हुनेछ है। त्यसपछि म घरभित्र आइसकेपछि यहाँ देख्न सक्नुहुन्छ सिँढीमा चाहिँ नि सिँढीमा र यो प्याचेसमा चाहिँ म पानी लाएर यसरी बढालिदिँदैछु है। बढालिसकेपछि अनि चाहिँ म घरभित्र पसिसकेपछि चाहिँ नि साथीहरू एकदम धेरै निम्बु लाएर है, निम्बु पानी मजाले बनाएर चाहिँ पिउनु पर्यो भनेर सोचेको छु है। किनभने यति धेरै घाम लाग्नु थालेको छ साथीहरू, यति धेरै गरम हुनु थालेको छ आजकल है। त्यसपछि साथीहरू मैले निम्बु पानी पिसकेँ, घरको खानापिना सबै काम सकेपछि, खानापिना बनाइसकेपछि अनि चाहिँ म अब रेडी भएर छोरालाई लिएर, भाइको छोरी है, हामी चाहिँ सबैजना जाँदैछौँ। कहाँ जाँदैछौँ भन्नुहुन्छ भने मेरो भदैनीको चाहिँ छोरा भएको छ, त्यो छोराको चाहिँ नरनमा जाँदैछौँ है साथीहरू। त्यसपछि आज चाहिँ म हजुरहरूलाई मेरो ओद्लाबाडी देखाउने छु। यो चाहिँ मेडिकल स्टोर हो है। त्यसपछि यहाँनिर यो चाहिँ बिहाको भवन हो। यो चाहिँ हाम्रो ओद्लाबाडीको चाहिँ एकदमै धेरै राम्रो स्कुल है, हिन्दी स्कुल भन्छ हैन। हेर्नु न साथीहरू कत्रो धेरै लामो छ है। यो स्कुल चाहिँ धेरै ठुलो र धेरै पुरानो स्कुल हो, हिन्दी स्कुल है। त्यसपछि हिन्दी स्कुलको छेउमा नै पार्क छ है। त्यसपछि साथीहरू यहाँ देख्न सक्नुहुन्छ नि मैले चाहिँ नि वहाँनिर गएको है नानीहरूको सबैको भिडियोहरू गरेको थिएँ। उहाँको पनि भिडियोहरू सबै बनाएको थिएँ कि, तर त्यो भिडियो चाहिँ नि कसरी त्यो भिडियो क्लिप चाहिँ नि साथीहरू डिलिट भएछ है। यति नै रहेछ मेरो मोबाइलमा, जति छ त्यति नै मैले पोस्ट गरेको छु है। किनभने नभने मैले वहाँनिर सबैजना आएका थिए नि त होइन। अब नानीको नरन भनिसकेपछि त सबैजना आएको थियो होइन। सबैजनाको भिडियो बनाएको थिएँ, बातचित गरेको पनि भिडियो बनाएको थिएँ, तर त्यो भिडियो चाहिँ डिलिट भएछ है साथीहरू। अब चाहिँ साथीहरू म नरनमा पुगेपछि देखाउँछु है। अरू भिडियो त डिलिट भयो, एउटा भिडियो चाहिँ रहेको छ, त्यो चाहिँ म देखाउँछु। उयो गरेको पनि मैले हेरेँ। हेर्नु भयो?